मनसुनको सिजन होस् या जाडोको दिन, क्रिस्पी पकोडा र गरम गरम मसाला चियाको मजा त एनी टाइम आउँछ नि हैन र? आज म तपाईहरुलाई सिकाउँछु एकदमै सिम्पल घरमै भएको सामानबाट बनाउने नेपाली स्टाइल पकोडा र मसाला चिया। सबैभन्दा पहिला एउटा बल लिनुहोला अनि त्यो बलमा सबै मसिनो मसिनो गरेर काटेको भेजिटेबलहरू हाल्नुहोला। मैले चाहिँ यहाँ पहिला अनियन अनि क्यारट, क्याबेज, अलि स्पिनिच, मशरुम, ग्रीन चिली र आफ्नो टेस्ट अनुसार अनि फ्रेश धनिया राखेको छु। त्यसपछि मैले त्यसमा थोरै नुन हालेर मिक्स गरेको छु। यो नुनले चाहिँ भेजीबाट पानी निकाल्छ अनि पकोडा झन् क्रिस्पी हुन्छ। त्यसपछि मैले कराईमा तेल हालेर मिडियम फ्लेममा तताउन राखेको छु। अब मसलाहरू हालौँ। मैले सुरुमा चाट मसला, बेसार, गरम मसला, टिमोर, गार्लिक पाउडर, अजिनामोटो अनि चिली फ्लेक्स, ब्ल्याक पेपर, अलिअलि मिट मसला, कश्मिरी मिर्च कलरको लागि अनि जिन्जर गार्लिक पेस्ट राखेको छु। सबैलाई मिक्स गरिसकेपछि मैले थोरै बेसन हालेँ। बेसन राखिसकेपछि मजाले त्यसलाई मोल्दिनु होला। सबैतिर राम्रोसँग मिक्स गरेपछि त्यसमा थोरै पानी हालेर मिक्स गर्नुहोला। ब्याटरलाई चाहिँ धेरै पातलो बनाउनु पनि हुँदैन, न धेरै गाढा पनि बनाउनु हुँदैन है, ठिक्क यतिको बनाउनु होला। तेल तातिसक्यो भने अब हातमा सानो सानो डल्लो बनाएर तेलमा हाल्दिने। हल्का गोल्डन ब्राउन हुँदै गर्दा फर्काउँदै चलाउँदै पकाउनु पर्छ। इभनली चलाउँदै पकाएन भने चाहिँ कहिलेकाहीँ हजुरको पकोडा काँचो पनि हुन सक्छ। त्यसैले चाहिँ मजाले राम्रोसँग फर्काई गोल्डन ब्राउन सबैतिर नभइन्जेलसम्म चलाउँदै पकाउनु पर्छ। जब सबै साइडबाट इभनली गोल्डन ब्राउन हुन्छ तब निकाल्ने। हेर्नुस् त हाम्रो पकोडा कति क्रिस्पी देखेको छ। अब साइडमा मसला चिया रेडी गरौँ है त। एउटा दिउरीमा पानी अनि दुध राखिदिने। त्यसपछि मैले ल्वाङ, सुकमेल, दालचिनी स्टिक र जिन्जरलाई हल्का पिसेर एड गर्नेछु।